यो डस्टबिन टाढा भयो भने रोडैमा फाल्छ है तिमीहरू त स्कुल गइरहेछौ पढिरहेछौ तिमीहरू ठुलो हुँदासम्म चाहिँ जनकपुर सफा हुन्छ है तिमीहरूको पुस्ताले चाहिँ फोहोर टाढा भए पनि डस्टबिनमा गएर फोहोर फाल्छ जापातै फोहोर फाल्दैन र जनकपुर स्वस्थ बनाउँछ हो राम्रो बनाउँछ हो यो पुस्ताले चाहिँ जनकपुर बनाउँछ है हाम्रो छोराहरूको पुस्ता हो यो जनकपुर जा रहे हैं राम जी के ससुराल पूजा को लागि नायरीको तीरमा चाहिँ यसरी तयारी छ त्यहाँ हैन यो टेन्टहरु लाएर आर्य सरकारलाई पनि हामीले यहाँ स्वास्थ्य परीक्षण हल्का गराएर यहाँबाट चाहिँ हामी जनकपुर जाँदैछौँ म पहिलोपल्ट जाँदैछु आर्य सरकार 8 महिना नपुग्दै जाँदै हुनुहुन्छ जनकपुर रामजी ए रामजी हामी त 30 प्लस भएपछि म चाहिँ आर्जुलाई लिएँ होइन यिनी आर्जु हुन् हाम्रो गाडी यहाँ छ अनि हाम्रो टिम मेम्बरहरू भित्र हुनुहुन्छ यसरी है सबैजना ह्याप्पी मुडमा हुनुहुन्छ ल त्यहाँ पाउँदैन हरे कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 अघि पादै कसले हो डस्टबिन जस्तो पादै थियो केटाले मान्छे राम्रो भएर हुँदो रहेछ नि त केटो पाद्दाखेरि गराउने पादैछु त मान्छे जति राम्रो भयो भने पाद गराउँदो रहेछ राम्रो मान्छेको त बसाउनु नि पहिले ल्याउनु पऱ्यो पहिले ल्याउनु पऱ्यो अझै अलिकति भयो अगाडि यसमा म चाहिँ मेरो सीतालाई लिनलाई जनकपुर जाँदैछु वास्तवमा आइसक्यो जनकपुर लिएर आइसक्यो मेरो सीतालाई यिनी चाहिँ मेरो सीता हुन् होइन यिनको नाम आरती भयो भने कहाँ जाने भाइ हो ल हामी चाहिँ शौचालयतिर लाग्यौँ के रे छोरी अनि हाम्रो प्रेम प्रीति अरू जग्गा झडामा हेर्न जान्छौ अनि ए के छ त्यहाँ के थियो अरूलाई पठाउनु त्यही नेपालको शौचालय पनि यति सफा देख्दा चाहिँ आनन्द लाग्दो रहेछ हौ व्यवस्थित राम्रो सफा शौचालय सम्म चाहिँ यहाँको रेस्टुरेन्ट बन्द रहेछ अनि यो साइडमा एउटा खाजाघर रहेछ यहाँ आएर हामी चाउचाउ र चाउमिन अर्डर गरेर त्यो खाना कुर्दैछौँ प्लस चिया पनि पाएको छ हजुर यहाँ दिदीसँग भएकै चाउमिन मात्रै रहेछ आज ममा रहेछ यहाँ बनाउँदै हुनुहुन्छ घरको लागि हेटौडा बजार आइपुग्यौँ हामी हेटौडामा चाहिँ यो तयारी रहेछ यहाँ हामी अहिले हेटौडा बजार आइपुग्यौँ के छ हेटौडा बजार आइपुग्दाखेरि तिमीहरूको हल्लीचल्ली है अब यहाँ माथि चाहिँ हामी छबाट हेरेका छौँ यो पहिलाको सिमेन्टको केबल कार नेपालको पहिलो त्यो ढुङ्गाहरू गर्ने चाहिँ म वान एन्ड ड्राइभ गरेर चलाइरहेको छु
एक हातले गाडी चलाएर एक हात दुधा दुधेन एक हातले मात्रै ड्राइभिङ गरिरहेको छ साना र यसपछि हामी हेरौँ त कहाँ जाने कति टाढा रहेछ भनेर सिन्धुली 121 बिरगञ्ज 57 जम्मा काठमाडौँ 80 किलोमिटर काकडभित्र 394 किलोमिटर हामी आशिका दिदीले सफा गर्नु भएको जनकपुर जाँदैछौँ कहाँ जाँदैछौ आशिका तामाङ दिदीले सफा गर्नु भएको नयाँ जनकपुर जाँदैछौँ यता गयो भने दामन हुँदै काठमाडौँ जाने बाटो हो है यता लेफ्ट चाहिँ अनि राइट गयो भने बिरगञ्ज जाने अब पूर्व जाने बाटो भनौँ अनि बिचमा गयो भने चाहिँ सिन्धुली जाने बाटो सिन्धुली जाँदाखेरि चाहिँ यो बाटोतिरबाट जान्छ होइन यताबाट हामी बिरगञ्जतिर गइन्छ भनौँ बिरगञ्ज पनि जाने यही भयो पूर्व जाने बाटो सबै यही पत्लायाबाट बिरगञ्ज र ऊ छुट्टिन्छ पत्लाया फेरि म देखाउँदैछु अब पहिला हामी बिरगञ्ज जाने के अरे जनकपुर होइन 3 नम्बर पुलमा आइपुग्यौँ यो बाटो हिँड्दाखेरिको खाजा खाना खाने ठाउँ यहाँ हामी एकछिन विश्राम लिँदैछौँ 3 नम्बर पुल अहिले चाहिँ हामी अमलेखगञ्ज पत्लैया के भन्छ महेन्द्र राजमार्ग यहाँ आइपुग्यौँ यहाँबाट चाहिँ सिधै उता गएको भए बिरगञ्ज विराटनगर बिरगञ्ज यता गए चाहिँ विराटनगर पूर्व जाने अब यहाँबाट ढल्केबार हुँदै पूर्व गाडी पुरै जनकपुरलाई एक ठाउँमा छुट्टिनुपर्छ जनकपुरलाई छुट्टिनुपर्छ जनकपुरलाई छुट्टिनु जस्तो मर्नी चाहिँ त्यहाँ छुट्टिनुपर्छ जनकपुरलाई होइन अब विराटनगरलाई पनि इटरीबाट छुट्टिनुपर्छ र हामी अब पूर्वतिर लाग्यौँ जनकपुरतिर यतिको यति अँध्यारो छ नि यहाँ अब यहाँ गोब्रोबाट नि राम्रो देखेको छैन होला सो अनि हामी चाहिँ अब यहाँ यस्तो मस्ती गर्दै बसेको छौँ सबैले के खाँदै बस्नु भएको छ यहाँ केही देखेको छैन त्यही पनि निजगढ आइपुग्दा चाहिँ चकमन्न अँध्यारो भइसकेको छ है हामी सिरा निजगढ आइपुग्यौँ अहिले अझै हामीलाई 100 किलोमिटरभन्दा बढी जानु छ जनकपुरको लागि यात्रा क्रममा केही अगाडि चाहिँ हामी आइपुग्यौँ कहाँ आयौँ भन्ने कुरा हामीलाई पनि थाहा छैन अहिले है पसलको दिदीलाई सोध्छु दिदी हामी कहाँ आइपुग्यौँ अहिले चन्द्रनिगापुर हामी चाहिँ अहिले चन्द्रनिगापुर आइपुगेका छौँ अब हामी चन्द्रनिगापुर आइपुगेका छौँ अहिले चपुर ए चन्द्रनिगापुर के अरे त्यो बाबाजीको सम्पत्ति 14 बिघा भनेको अरे ल चन्द्रनिगापुर छौँ अहिले अझै हाम्रो केही समय बाँकी छ पुग्नु भाइ यहाँ चियासिया खाएर फ्रेस भएर अनि हिँड्छौँ हामी कस्तो भइरहेछ अरू चाहिँ ऊ त पहाडी सुत्ला गएर ठिक छ नि हामी त यहाँ खाना लाग्यो वास्तवमा कस्तो आएको चाहिँ अरे कस्तो मेरो कम्बिनेसन वियर्ड होला तर दालमा यो दही राखेर मासु र भुजियासँग खाइरहेको अहिले लगभग अहिले 8:09 गयो हामी पुग्नलाई अझै 35 मिनट बाँकी छ 27 किलोमिटर जनकपुर पुग्न होइन अब चाहिँ हामी ढल्केबार आइपुगेका छौँ यति बेरमा अब ढल्केबारबाट महेन्द्र हाइवे छोडेर जनकपुरतिरको बाटो लिन्छौँ हामी अब होइन यो ढल्केबार हो चकमन्न हजारो भइसकेको छ जाने हो जनकपुर अझै 35 किलोमिटर ढल्केबार यताबाट गए अब पूर्वतिर होइन इलामतिर या ढुङ्गा बोक्न हर्क सम्बन्धतिर गए यताबाट होइन जनकपुर चाहिँ ढल्केबारबाट हामी यता लाग्यौँ धनुषा जिल्ला यता लिटरली हामी चाहिँ जनकपुर प्रवेश गऱ्यौँ अहिले होइन चितवनको अन्तको भाटबडी र बाँकी भाटबडी नै अब जनकपुरमा छ यहाँ
बाँकी केही भाटबडी मध्ये यो हेडु हो भोलि पर्छ सुरु पर्छ भाटबडी नि यो भाटबडी यो गेट हो यो हामी भित्र हेर्न आएको तल के हेरेको भित्र हेर्न हाम्रो प्लेट ए यहाँ तल ए धनुष गेट मात्र धनुष जस्तो गेट मेरो धनुष शहीदद्वार जनकपुर धनुष जस्तो गेट रहेछ तर मजा यहाँ ह्यापनिङ होइन अब आउँदाखेरि नै कहाँ कहाँ यस्तो नेपालमा अन्त चाहिँ यस्तो खाले राम्रो बाटोहरू छैन जस्तो छ होइन एउटा इतिहासमा पौराणिक कथामै छिरे जस्तो अनुभूति चाहिँ भइरहेको छ यहाँ आइपुग्दाखेरि है जनकपुर जयनगर रेलवे ट्र्याक गए भर्खरै यहाँ नेपालमा ट्रेन छ हामी बस्ने होटलमा नै आइपुग्यो होइन होटल सीता प्यालेस हामी जनकपुर आइपुग्यौँ होइन र हामी बस्ने होटल अगाडि नै छ पार्किङ गर्दैछौँ गाडी यसमा चाहिँ यहाँ पानी खानुपर्छ दिस इज जनकपुर मेरो चाहिँ पहिलोपटक हो जनकपुर होइन अब यो स्तम्भ फाइनली आफ्टर After 7 hours. म चाहिँ 38 वर्ष भएपछि बल्ल जनकपुर आएको छु तिमी चाहिँ 8 मन्थ पनि नहुँदै जनकपुर आउने अनि मेरो गोप्रो तान्ने 7 मन्थमा जनकपुर आउँदा भित्र एउटा हुन्छ नि आध्यात्मिक भावना त्यस्तो केही जागेको छ अहिले चाहिँ आध्यात्मिक भन्दा नि बिरयानी खालको जागा छ है त्यस्तो भन्नु खोजेन हामी बाटोभरि राम भजन गएको थियौँ तर अलिक भोक लाग्ने बेला भएर यसो त्यो त भात होइन हाम्रो आजको बसाइ चाहिँ रामनारायण चोक हो जनकपुर धामको यो सीता प्यालेस भन्ने होटेलमा छ होइन लेट मी गो इन भित्र जाँदाखेरि त्यहाँ कलाकृतिहरू पनि त्यस्तै खालको बनाएको रहेछ र यहाँ कस्तो लाग्यो आज यहाँ रमाइलो लागिरहेछ मिथिला आर्टहरू पुष्पालाई एकदमै है र आज चाहिँ दाइले हामीलाई यहाँ आतिथ्य दिँदै हुनुहुन्छ दाइकोमा बस्दैछौँ है होटल सीता प्यालेसमा हो कुनै कुरालाई पनि हामीलाई असुविधा हुने छैन है जे हुन्छ हामी बिहान त्यही अनुसारकै गरेको तिमीलाई चाहिँ कस्तो लाग्यो एकदम रमाइलो यसको रिभ्यू चाहिँ भोलि बिहान दिन्छु होइन अझै बाहिरबाट हेर्दा गर्दाखेरि चाहिँ एभ्रिथिङ लाइक ह्यापनिङ इन्भाइरोमेन्ट छ यहाँ होइन चेकआउट टाइम चाहिँ बिहान 12 नुनसम्म रहेछ र धार्मिक क्षेत्र भएको भएर आउँदाखेरि एउटा आध्यात्मिक तरिकाको भाव चाहिँ मनमा पनि जागृत भइरहेको छ र यसपछि हामी अब रुम हेर्नतिर लाग्छौँ चाबी लगिसक्यो हो हामी बाउ छोरा भएर रुम हेर्न जाँदैछौँ होइन टप फ्लोरमा छ जस्तो छ मजाले हिँड्यो 3-4 फ्लोर जति दुसैको के एउटा रुम यो अर्को कुन रुम हो अर्को रुम यो हो केही प्राविधिक कारणले गर्दा हामी होटल चेन्ज गर्न पर्यो होइन हामी सीता शरण भनेर छ हाम्रो होटल हामी सीता प्यालेसमा पुग्यौँ हामी सीता शरणमा आइपुग्यौँ अहिले हेलो अर्नव यो हो होटल सीता शरण हामी सेकेन्ड लट होटल किनभने भन्दा अगाडिको रुम एकदम नराम्रो कस्ट थियो शरणमा छौँ
रुम हेर्दैछु रुम एकपटक यो रुम चाहिँ यस्तो छ बेबी राजा आर यु फाइन गेङ्की भएकी छिन् गेङ्की यहाँ यस्तो बिस्तारै यसरी आइसमा यो रुम चाहिँ यो छ एसी खोला बरु छिटै एसी खोलिदिनु भएको छ नफुटे छैन होला छ राति आउँछ रामफुटे यो भयो दुईवटा कोठा चाहिँ ठुलो पाइएन अरू कोठा चाहिँ अलिक सानो छ अरे यो 103 Oh my gosh, hi guys, hello. ठिक छ ओके अहिले त मैले यो हाफ प्यान्ट लाएर निस्केँ होइन लामखुट्टे चाहिँ अति छ अनि त्यही भएर यो ओडोमसहरू लिएर हामी निस्केका छौँ बच्चाहरूलाई फेरि टोक्ला मलेरिया होला भनेर होइन त्यो बाहिर रेस्टुरेन्ट चाहिँ सायद त्यो अहिले धानसान काटेर त्यो भुसा जलाएर होला होइन त्यो स्मोकी टाइपको पनि छ गुड मर्निङ फ्रम जनकपुर होइन हामी स्टिल होटलमै छौँ अहिले बिहानको 6:30 बज्यो एन्ड दिस इज ब्युटिफुल भ्यू फ्रम आवर विन्डो भन्न पनि नमिल्ने होइन खेत टाइपको छ पछाडि अनि यो चाहिँ भिक्सको रुख होइन धन्न होटलभित्र चाहिँ लामखुट्टे रहन्छ बाहिर हामी बसेको होटल चाहिँ यो अनि बाहिर जनकपुर यस्तो छ होइन अस्ति आशिका तामाङ आएपछि केही सफा भयो होला भने कसम जनचेतना नै नजगाइकन यो फोहोरको समाधान चाहिँ हुँदैन होइन एभ्रिवेयर यो टाइपको फोहोर छ यो टाइपको फोहोर होइन एभ्रिवेयर अब सधैँ आशिका तामाङ आउन पनि सक्दिन् होइन यता ढल उस्तै गनाउने छ फोहोर यस्तै छ बोतल यत्तिकै फालेका छन् लामखुट्टेको भन्नुहुन्छ भने खानी छ खानी लामखुट्टेको छ इन्फ्रास्ट्रक्चरहरू त बरु गभर्मेन्टले बनाएको छ राम्रो इन्फ्रास्ट्रक्चर छ बाटोहरू छ होइन तर एउटा सभ्यता भन्ने कुरा जनमानसमै चेताउनु पर्छ भन्छु म चाहिँ अब अस्ति केही मेरो भिडियोमा त्यो खोलामा बाटो गएको भिडियोमा मैले भनेको थिएँ त्यहाँ बियर खाएर परेहरू थिएँ होइन यति बेला चाहिँ म जनकपुरको 0 माइल भन्ने ठाउँमा छु होइन यसलाई 0 माइल भन्छ यो पोइन्टलाई यहाँबाट अगाडि जानुभयो भने राम जानकी मन्दिर लगभग 2 किलोमिटर यताबाट इन्डियाको बोर्डर गइन्छ एउटा यताबाट इन्डियाको बोर्डर गइन्छ र हामी आउँदाखेरि चाहिँ यो बाटो आएका थियौँ मैना हाइवे छोडेर छिरेको बाटो चाहिँ यो यहाँ चाहिँ तरकारी मन्डी भन्दा नि केरा मन्डी टाइपको रहेछ यतातिर अनि बिहान बिहान भएर होला तरकारीको मार्केट लागिरहेको छ यो केरा मन्डी पाकेका केराहरू क्रस गर्न सक्छौँ किन हेरौँ बाटो गाडी साडी त छैन आयो हस्पिटल हो मस्जिद पनि रहेछ नुरी कर्बिस्तान जनकपुर धाम भनेर होइन र सायद सर्वधर्म समानता भने जस्तो यहाँ भाइचारा होला जस्तो लाग्छ मलाई हिन्दू मुस्लिमहरूको चाहिँ होइन जनकपुर धामको यो मस्जिद र यही बाटोबाट केही अगाडि चाहिँ लगभग 10 मिनट जति हिँडेपछि राम जानकी मन्दिर आउँछ म त्यतै जाँदैछु हिँडेर अरू चाहिँ होटलमा रेडी हुँदैछन् होइन अनि म चाहिँ बिहान 6:30 उठेर अनि निस्केको यो पैदल मार्च गर्दै जनकपुर उपमहानगरपालिका नै रहेछ फोहोर उठाउने गाडी यसरी बिहान बिहान हिँड्दो रहेछ होइन हिँडे पनि मान्छेलाई चाहिँ फोहोर उठाउने गाडीमा भन्दा भुइँमै फोहोर फाल्न चाहिँ सजिलो लाग्दो रहेछ यहाँको मान्छेलाई मन्दिर जानलाई कताबाट जानुपर्छ सिधै यो कति टाढा पर्छ म 2 टाढा गएर सोध्छु है
यु गाइज आर युथ होइन अनि यहाँ जनकपुर आउँदा जहाँ पनि फोहोरहरू बाटोमा फालेको धेरै देखियो कि अनि उता चितवनतिर त्यस्तो गर्दैन भन त यहाँको मान्छेले किन बाटोतिर बढी फोहोर फाल्छ किन अलिकति फोहोर छ सफा तिमीलाई मनपर्छ नि है तिमी अब सानो छौ तिमी ठुलो भएपछि तिमीले चाहिँ आफूले फोहोरहरू बाटोमा नफालेर डस्टबिनमा मात्रै फाल्ने गऱ्यौ भने त जनकपुर नगरी सफा रहन्छ नि त मान्छेलाई जति भए पनि टेर्दैन अनि जे त्यहाँ मान्छे केही फालिदिन्छ रोडैमा यो डस्टबिन टाढा भयो भने रोडैमा फाल्छ है तिमीहरू त स्कुल गइरहेछौ पढिरहेछौ तिमीहरू ठुलो हुँदासम्म चाहिँ जनकपुर सफा हुन्छ है तिमीहरूको पुस्ताले चाहिँ फोहोर टाढा भए पनि डस्टबिनमा गएर फोहोर फाल्छ जहाँ त्यहीँ फोहोर फाल्दैन र जनकपुर स्वस्थ बनाउँछ हो राम्रो बनाउँछ हो यो पुस्ताले चाहिँ जनकपुर बनाउँछ है हाम्रो छोराहरूको पुस्ता हो यो हाम्रो जय सियाराम जय जानकी मन्दिर अहिले चाहिँ म जानकी मन्दिरको परिसरमा छु होइन यो हो जानकी मन्दिर र घुमेर हेर्दा तयारी भइरहेको छ आहा छठ माको पूजा and this is beauty of मिथिला सभ्यता यो 0 माइल चोक हो यहाँबाट जानकी मन्दिर एकाउन्ट घुमेर आएर यहाँ दाइकोमा चाहिँ चिया खान बसेँ म एकछिन मिठो चिया बनाउनु छ अरे भन्ने सुनेर है यो 0 माइल चोकको ठ्याक्कै अगाडि गुड मर्निङ एभ्रिवान हामी चाहिँ बिहान उठेर चिया नास्ताको बेला भागो छ अहिले चिया मात्रै हो अनि कहाँ हो खाना जाने चाहिँ खाना छुट्न जा चिया मात्र खान्छ अलिकति बाहिर जान्छ मेरो अलिकति अहिले हामी चिया मात्र लिन्छौँ त्यसपछि हामी जानकी मन्दिर गएर भगवान्को प्रार्थना गरेर त्यसपछि यहाँको लोकल खाना के छ लोकल ठाउँको चिया मटका चिया लोकल सबै त्यही चिज नै खान्छ ल ठिक छ आज स्पेशल छठ पूजा मतलब गएर पुरै घुमेर राउन्ड लाएर आइसकेको 6 किलोमिटर घुमेर होइन हजुरलाई फेरि पनि धन्यवाद हिजोको हाम्रो बसाइ राम्रो रह्यो वास्तवमा होइन बाहिर लाम्प्रेहरू भयो भने रुम चाहिँ सफा र लाम्प्रेहरू नभएको थियो फेरि पनि आउनेछौँ हिजोको आस्थाको लागि धन्यवाद आराम रमाइलो भयो नि हिजो ओके निस्किँदैछौँ हाम्रो टोलीहरू बाहिर अझै फोटो खिच्दै टिकटक बनाउँदैछन् के गर्दैछन् के सबैजना यहाँ फोटो खिच्दैछन् हामी चाहिँ जानकी टेम्पललाई हेडिङ छौँ है यहाँ हुनुहुन्छ मेरो दिदी अनि आरजे अनि दाई हुनुहुन्छ दाईलाई भन्नु हजुरले के भन्न चाहनुहुन्छ म केही भन्न चाहदिनँ रमाइलो हो बसाइ जनकपुर मैले बच्चाहरूसँग इन्टरभ्यू लिएको थिएँ ठुलो मान्छेसँग लिएको थिएँ होइन अब फोहोर हुनुको कारण चाहिँ मानिसहरूले झ्याउ मान्छेहरूले त्यहीँ डस्टबिन छ डस्टबिनमा जानुभन्दा यहीँ फाल्न उनीहरूलाई सजिलो लाग्छ र यो फोहोर भएको भन्नुभएको थियो नाइ भने एउटा जनचेतना जग्गा आयो भने चाहिँ हुन्छ नगरपालिका गाडी चाहिँ फोहोर उठाउन एकदमै हिँडिरहेछ मैले पनि धेरै देखेँ तर जनस्तरमा जनचेतनाको अभाव चाहिँ एउटा छ है यो ठाउँमा यो चाहिँ जनकपुरवासीहरू हामी सबैजना नेपालीहरू मिलेर फोहोर चाहिँ बाहिर नफालौँ डस्टबिनमै फालौँ है यहाँ चाहिँ बेबीहरू छन् यहाँ आरुष आर्नव बाबा आरुषी अनि म ओके बाई बाई यहाँ बस्नु होला एकदमै राम्रो सर्भिस छ रुम पनि एकदमै राम्रो छ जाँदैछन् बिस्तारै
जनकपुर भ्याली हेर्दैछ नि रोक त यसपालि म जान्छु है साना उठा ठिक छ वाउ म यसरी उठेको छु यहाँ दिदी बाबु जिजु अनि हामी छौँ छठिया माईको पूजा छ जनकपुरमा हामी यसरी हिँडिरहेका छौँ अब हामी जाँदैछौँ जानकी टेम्पल रहर एकदमै जनकपुर आउने रहर थियो मेरो रहर पुरा गरिदिनु भएको छ मेरो हस्बेन्डले प्रशान्त गौडेल र मेरो दाइ जेठाजु दाइ भिनाजु सबै हुनुहुन्छ मम्मीलाई मिस गरेँ एकदम मैले सरी म नेपाली हामीसँग आउन सकिनँ नेक्स्ट टाइम हामी आइपुग्यौँ जानकी टेम्पल जानकी टेम्पल हामी दुईजना आइपुगेका छौँ फ्यामिलीसित सबैजना भएर वाउ जानकी जानकी मन्दिर आयो फाइनली वी अराइभ इन जानकी टेम्पल कति साह्रै रमाइलो लागेको छ एकदमै राम्रो छ जय सिया राम जय जय सिया राम एकदमै खुसी छु मेरो मन एकदमै चङ्गा भएको छ जनकपुर उहिलेदेखिबाट जान मन लागेको आज जनकपुर धाम आएर यसरी साथ साडी लाएर आफूलाई सीता मैयाको रूपमा आफूलाई देखिरहेको छु एउटा नौलाखा मन्दिर पनि भन्छ है त्यो बेला 9 लाख खर्च भएको रे होइन होइन हो अहिले यहाँ रमाइलो गरेर बिहान चाहिँ म हिँड्दै आएको थिएँ लगभग 3 किलोमिटर आउनु 3 किलोमिटर जानलाई अहिले चाहिँ सबैजनासँग फेरि गाडीमा आएको छु है वन्स अगेन दिस इज जानकी टेम्पल 9 लाखा मन्दिर पनि भन्छौँ होला हामी यसलाई हाम्रो टोलीहरू यहाँ फोटो भिडियो टिकटक बनाउँदैछन् जय जानकी फोटो खिच्न मनाइसकेको छ भित्रमा खिच्छौँ भित्र चाहिँ फोटो खिच्न मनाइरहेछ त्यहाँ भित्रै मूर्तिमा गइनँ म फोटो खिच्नलाई वरिपरि जस्तै गर्छ
सबैले सोचिराख्नु भएको रहेछ मनाइ भनेको नि अब म यहाँ तिम्रो सबैलाई साँची राखेर रामजानकी बिहा मण्डपबाट त्यहाँबाट मैले चाहिँ आराधना किन्नु लागेको अब यता खै यता चाहिँ होइन यहाँ जानकी मन्दिर विद्युतीय चलचित्र भन्ने रहेछ होइन हामी यहाँ चाहिँ फिल्म हेर्न जाँदैछौँ चलचित्र 10-15 मिनट कति मिनटको छुट गुटी नेहरू 15 रुपियाँ 10 रुपियाँ नेपाली 15 रुपियाँ रहेछ लाग्ने यहाँ टिकट लिएर मिथिलाको कलाकृतिहरू यहाँ देख्न पाइँदो रहेछ होइन यो म्युजियम पनि हो मिथिला कलाकृति अपने बच्चा के श्री मिथिला समाज सेवा समिति में जाके रसीद लो लें अपने सबके सहयोग से घर आलो सेवा सुंदर जो घर आलो अपने सबके सहयोग से घर आलो जो सब छूट गई थी तो जाके श्री मिथिला समाज सेवा समिति में जाके रसीद लो लें हाम्रो ग्रुप चाहिँ ह्यान्ड सुने ह्यान्ड मोबाइल बजेको अरे 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 छठी माईको यहाँ आएर कस्तो लागिरहेको छ तिमीलाई पूजामा अहिलेसम्म देखेका थिएनौँ हामीले आज यस्तो है दार्जिलिङ कस्तो भइरहेछ एकदमै वन्डरफुल अरू सर अपने साथ प्रणाली घंटा नहीं है अपने साथ में छूट जय सियाराम जय सियाराम जय सियाराम जोड से छोरी पहिलो पटक कुर्ता सुरुवालको सुरुवाल लगाएर मैले ल हेर्नुहोस् पेटीकोट राख्न बिर्सेर कुर्ता सुरुवालको सुरुवालमा साडी लगाएर जानकी धाम जानकी मन्दिर यता हुनुहुन्छ अब हामी खाना चाहिँ सेफ सन्तोष शाहको रेस्टुरेन्टमा जान्छौँ होइन यो चाहिँ रामानन्द चोकतिर छ अरे राम मन्दिर र जानकी मन्दिरको घुमघाम भ्याएर यहाँ पनि छठको लागिरहेको छ भ्याएर अब चाहिँ हामी गाडीमा आइपुग्यौँ हामी चाहिँ अहिले सेफ सन्तोष शाहको मिथिला थालीमा आएका छौँ होइन मैले गाडी यहीँ रोकेँ अगाडि सेफ सन्तोष शाहको मिथिला थाली भन्ने रेस्टुरेन्ट छ एभ्रिबडी रोज सन्तोष शाह होइन पार्किङ चाहिँ मैले सबैजना अब कहाँ जाने हामी मिथिला आजको जानकी मन्दिर दर्शन गरेर जनकपुरमा सेफ सन्तोष शाहको मिठाली थाली टेस्ट गर्न आएका छौँ हामी सबै ओके बाई बाई This is Mithila Thali by Chef Santosh Saha. Are we going to eat ice cream for breakfast?
सहरको मिथिला थालीमा हामी आएका छौँ। मिथिला कल्चरहरू यहाँ छ। हामी सेफ सन्तोष शाहकोबाट थाली सेट चाहिँ हाम्रो लगभग बेसिक थाली सेट चाहिँ यहाँ आइपुग्यो होइन। यो छ, यसमा अरू कुरा थपिने होला फेरि। अन द टप अफ राइस मिथिला थाली बाई सेफ सन्तोष शाह। यो के हो? अचारहरू यसरी आउँदो रहेछ। हजुरलाई कस्तो लागिरहेछ खाना? हामी त अहिले दिलीपको घरमा आइपुगेका छौँ होइन। यो दिलीपको घर, दिलीप भाइ